साथीहरु नमस्कार सबैजनालाई। म शिवराम रिमाल। यो हेर्नुस् है साथीहरु, हाम्रो चाहिँ यो ओडब्ल्युडिसी बाट चाहिँ प्रविधिमा चाहिँ पुरै आधारित भएर मैले चाहिँ यो यसको जुन झोलमल लगायतका विषादीहरु बनाएर यसमा हालेको थिएँ। म हजुरहरुलाई देखाउन गइरहेको जस्तो यो हेर्नुस्, यो क्युसिमी, यो फल हेर्नुस्, बोट हेर्नुस्। यसमा अरु कुनै रासायनिक चीज मल प्रयोग भएको पनि छैन, कुनै रासायनिक विषादी प्रयोग भएको पनि छैन। यो सबै एकदमै यो चाहिँ ओडब्ल्युडिसी को चाहिँ करामत हो है साथीहरु। अब यसमा अर्गानिक लेभलमा हुँदैन भनेर हामी भन्छौं नि, त्यो एकदमै नहुने भन्ने कुरा हैन। हेर्नुस् कति राम्रो फल छ, कति राम्रो बोट छ। यहाँ हेर्नुस्, पुरै झुप्पाका झुप्पा फलेछ है साथीहरु। पुरै हेर्नुस्, यो फल्दैन हुँदैन भनेर भन्ने साथीहरुलाई चाहिँ यो एउटा नमुना पनि हो भनेर मैले यहाँ हेर्नुस्, पुरै झुप्पाका झुप्पा फलेछ है साथीहरु। यसलाई अझ पात काटछाट गर्ने र राम्रोसँग चाहिँ देखाउने हो भनेदेखि अझ कति फल्थ्यो होला। हेर्नुस्, ल हेर्नुस् यो साथीहरु, हेर्नुस् यो पुरै यो अर्गानिक हो। हेर्नुस् यो मटरको छ साथीहरु। हेर्नुस् घिरौँला है साथीहरु। यो पुसको ठण्डी, यसको यस्तो शीतलहरको महामारीमा पनि यो घिरौँला बोट हेर्नुस्, हेर्नुस् यसमा ओडब्ल्युडिसी को मात्रै मैले प्रयोग गरेको हो। यति राम्रो छ। ल हेर्नुस् यो बोट।